नमस्कार, आजको यस कार्यक्रममा यहाँहरूलाई स्वागत गर्दछु। महिला हिंसा विरुद्धको हाम्रो आवाज कार्यक्रम महिला अधिकारमा हामी तपाईहरुलाई महिलामाथि हुने गरेका अपराधहरूको बारेमा जानकारी दिने गर्दछौं। केही समय पहिला एसिड आक्रमणमा परेकी एक महिलाले भिरबाट हाम फालेर आत्महत्या गरेकी छिन्। तारेभिर गाउँपालिका वडा नम्बर 5 मा बस्ने सुनमाया ओझा नाम गरेकी एक महिलाले एसिड आक्रमणमा परेपछि आत्महत्या गरेकी हुन्। खबर अनुसार उसमाथि एसिड प्रहार गर्ने अरु कोही नभएर उसकै गाउँको स्थानीय एक पुरुष रहेको थियो। प्रहरीको भनाइअनुसार उक्त केटा आफ्नो घर छोडेर फरार रहेको छ र यस्तो घटना कहिले अन्त्य हुने र कहिलेसम्म यस्तो घटनाहरू दोहोरिरहने यस सम्बन्धमा नेपाल सरकारले कडा कानुनको व्यवस्था गर्नुपर्ने देखिएको छ। सम्बन्धित निकायमा यसको ध्यान जाओस् भन्दै आजको कार्यक्रम अन्त्य गर्छु। हस्त नमस्ते, धन्यवाद। टाइम लाग्यो होला सरी है, म लेट भयो हेर न, घरमा कस्तो काम थियो। तिमीले जहिले यस्तै गर्छौ। नरिसाउनु बाबा, नरिसाउ, कहिलेकाहीँ यस्तो भइहाल्छ। तिम्रो सधैँ काम हुन्छ, त्यही त हो नि। मलाई जहिले पुऱ्याउन मन चाहिन्छ। यता यहाँ के बसिरहेको छु, उता गएर कुरा गर्नु पर्यो। बस म घरबाट फोन आएको आइछ, जान्छु म त। तिमी आफै बस। एकैछिन लागो त नि। जाऊ, म उता कुरा गरौँ। त्यहाँबाट बस्नु है। बरु राम्रो छ एक ठाउँभन्दा। एउटा सेल्फी हान्दिउँ न है। राम्रो छ। के सपिङ गरेर आएको थियौ? के लिएर? जुत्ता लिएर आएको। मेरो लागि चाहिँ छैन। तिमी काम गर्दैनौ, जहिले हालिदिन्छु। अब टाइम आएपछि गरौँ लाग्यो। मलाई त जान्छु है म। ल ल, भरे 6 बजे अनलाइन आउनु है। ल तिमी भन्ने मात्रै त हो नि, जहिले तिमी जानुपर्छ। आज मात्र हो कि ढिलो भएको, मम्मीले गर्दा घरमा हल्का काम थियो कि। ल भयो, जान्छु। ल ल, 6 बजे है। राम्रोसँग जाऊ है। ल बाई। बताऊ, म यहाँ हिरोनी बनेर लिपस्टिक लगाएर कति वर्ष मात्रै हिँड्छु क्या। म यहाँ हामीसँग पनि हिँड न हो। म यहाँ यस्तो हिरोनी बनेर यार। छोड मेरो बाटो। छोड्दिनँ, के गर्छु म यहाँ। दाइ पड्काइदिँदा जोडीहरूलाई मैले जानेको छु। ठिक छ भरे 500 होइन 400 दिन्छु, त्यही त हो नि। 400 मात्रै मात्रै मैले म काठमाडौँ बस्दाखेरि कति राम्रो जागिर खान्थेँ।
अहिले हेर्नुहोस् गाउँ आएपछि केही भएन, त्यही भएरै भारी बोकेर हिँड्नु परेको छ, गाह्रो छ। ठिक छ नि यो काम पनि। अनि भारी तपाईँको धेरै गरुको त रहन्छ, ठिकै छ। हो र त्यस्तो भए 300 मात्रै दिन्छु म। त्यसो नभन्नु न यार, तेरि मैले त त्यत्तिकै भन्यो नि। होइन 300 मात्रै दिन्छु त्यसो भए। ए तेरि कस्तो लोभी मान्छे हुनुहुन्छ तपाईँले। ए यो मेरो घर दाइ। यही हो? यहाँ राखिदिनु दाइ। के तालको मान्छे आयो, मलाई उहाँसँग पुऱ्याएर मलाई 400 रुपियाँ दियो। उहाँ टाढा गाउँसम्म पुऱ्याएर के तालको लोभी मान्छे रहेछ त्यो। दाइ मेरो भाइ लगिदिनु न। यस्तो साँझको बेला कहाँबाट आएन किन? मेरो भाइ लगिदिनु न। तिम्रो भारी कहाँ छ तिम्रो भाइ? अब के गर्नु बहिनी, म त अब घर जान हिँडेको, अब काम सकाएर ठिकै छ। अब नानी राम्री पनि रहेछौ, ठिकै छ। भारी कहाँ छ भने लगिदिन्छु तिमीलाई भनेर म त्यति काम गरिदिइहाल्छु नि। साँझ बेला भेट्नु नानी जाने चाहिँ कहाँ हो? चिहान डाँडा। चिहान डाँडा? खोइ त नानी